माघ शुक्ल पञ्चमीका दिनलाई श्री पञ्चमी, वसन्त पञ्चमी वा सरस्वती पञ्चमी पनि भनिन्छ। शिवजीका आज्ञाले ब्रह्माजीले प्राणी सृष्टि त गर्नुभयो, तर ती प्राणीहरूमा स्वर आएन र सबै लाटा भए। यस प्रकार स्वरहीन प्राणीमा कुनै उत्साह नभएको देखेर ब्रह्माजीलाई पिर पर्यो र उनले विष्णुको सल्लाह बमोजिम जगत जननी माता दुर्गाको आराधना गरे। ब्रह्माजीका कुरा सुनेपछि माता दुर्गाले आफ्नो शरीरबाट सेतो रङ्गको तेज प्रकट गरी त्यस तेजबाट एउटा अत्यन्त हँसिली कन्या उत्पन्न गराउनु भयो। 4 हात भएकी एक हातमा वीणा, दोस्रो हातमा पुस्तक, तेस्रो हातमा वर मुद्रा र चौथो हातमा वीणा लिएर उत्पत्ति भएकी ती कन्या प्रफुल्ल मुद्रामा नृत्य गर्न थालिन्। सबै प्राणीमा स्वर आयो र उनका साथमा सबै प्राणी पनि आआफ्ना स्वर निकालेर सँगै नाच्न थाले भने हिँडुल नगर्ने बोट बिरुवाहरूमा पालुवा पलाउन थाल्यो। यस प्रकारले सबै प्राणीमा स्वर प्रदान गरेकी वाणीकी देवी भनी यी देवीलाई स्वरस्वती अर्थात् सरस्वती भनेर सम्बोधन गरिन् र खिन्न भएका ब्रह्माजीलाई खुसी पार्दै यी सरस्वती तपाईँकी पत्नी हुनेछिन् र संसारका प्राणीलाई विद्या र ज्ञान दिनेछिन् भनी अन्तर्ध्यान हुनुभयो। त्यसैले सरस्वतीलाई भगवती वीणा वादनी, शारदा, वागेश्वरी वा वाग्देवी लगायतका नामले पुकारिन थालियो। चेतना, वाणी, बुद्धि, ज्ञान, विद्या, सङ्गीत आदिका यी अधिष्ठात्रीलाई उनको प्रादुर्भाव वा उत्पत्ति भएको माघ शुक्ल पञ्चमीका दिनलाई श्री पञ्चमी मानेर उनको पूजा गरी सरस्वती दिवस मनाउने चलन चल्यो। ससाना बालबालिकाहरूलाई अक्षर सिकाउने कार्य यसै दिनबाट सुरु गरिन्छ। वर्षका 12 महिनाका 6 ऋतुहरूमध्ये आनन्ददायक ऋतुराज वसन्तको पूर्व सन्ध्याबाट बोट बिरुवाहरूमा नवीन पालुवा पलाउने, न्यानो हावापानी, जीवजन्तुमा रति रागको जागरण हुने र उत्साहपूर्ण मौसमको सुरुवात हुने दिन हो। यसै दिन सर्जकहरूले आफ्ना सिर्जनाहरूको लोकार्पण गर्ने, नवीन गृह प्रवेश गर्ने सङ्गीता रागीहरूका लागि शुभ मुहुर्तको दिन पनि हो। आजबाट ऋतुराज वसन्तको आगमन हुने हुँदा यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। यद्यपि सौरमासका हिसाबले वसन्त ऋतु फागुन चैत्र महिनालाई मानिन्छ, तर चन्द्रमासका हिसाबले यसै दिनबाट वसन्त ऋतु सुरु हुन्छ। पृथ्वीको तापक्रम बढेर न्यानो हुँदै जाने, दिन लामा र रात छोटा हुँदै जाने क्रम पनि सुरु हुन्छ। नेपालको इतिहासलाई हेर्दा मल्लकालमा आफ्नै बाबुलाई बन्दी बनाई राज्य सत्ता हातमा लिएर राजा भएका 15 भाषाका ज्ञाता प्रताप मल्लले आफ्ना लागि छुट्टै दरबार बनाएका थिए। 15 भाषाका लिपि मिलाई तन्त्र विद्याका श्लोक लेखी त्यस दरबारको ढोकामा हनुमानको मूर्ति स्थापना गरी त्यस दरबारको नाम हनुमान ढोका दरबार राखेर तान्त्रिक ज्योतिषहरूको सल्लाह मुताबिक वसन्त श्रवण गरी आजका दिन श्री पञ्चमीका दिन नै कुमारी, भैरव र गणेशको रथयात्रा समेत गरी दरबार प्रवेश गरेका थिए। सोही दिनदेखि हरेक वर्ष नेपालका राजाहरूले वसन्त पञ्चमीका दिन वसन्त श्रवण गर्ने, कुमारी, भैरव र गणेशको पूजा गर्ने र असर्फी चढाउने चलन चलाए। यस प्रथालाई गणतन्त्रमा पनि निरन्तरता दिएको छ। त्यसै गरी आजबाट जीवात्माहरूमा रति रागको सञ्चार बढ्ने हुनाले आज कामदेव र रतिको पनि पूजा गर्ने चलन छ। यस दिनलाई सरस्वतीको जन्मदिन मानिन्छ। त्यसैले यस दिन बिहान सबेरै उठेर स्नान गरी सरस्वतीका मन्दिरमा दर्शन गर्न विद्यार्थीहरूको भिड लाग्दछ। यसै दिन त्रेता युगमा वनवास गएका बेला रामचन्द्रले सीताको खोजीका क्रममा सवरीका कुटीमा उसको जुठो बयर पनि मिठो मानेर खाएका थिए। रामले माता भनेर पुकारेको जुठो बयर खाएको त्यस ठाउँ वर्तमान भारतको गुजरातको डाङमा रहेको सवरी माताको मन्दिरमा आज पनि मेला लाग्दछ। ऋग्वेदमा सरस्वतीलाई एउटा पवित्र सरिताको रूपमा प्रस्तुत गरिएको छ। महाभारतमा सरस्वतीलाई श्वेत वर्ण, श्वेत कमलमा आसीन, अक्षमाला, पुस्तक तथा वीणा धारण गरेकी भनिएको छ। साथै ब्रह्मपुत्री र शक्ति स्वरूपिणीको रूपमा पनि प्रस्तुत गरिएको छ। ब्रह्माको दायाँ बायाँ सावित्री र सरस्वती हुनुपर्ने कुरा मत्स्य पुराणमा बताइएको छ। हंसवाहन, पुस्तक, अक्षमाला र कमण्डलो धारण गर्ने हुनाले यिनलाई ब्रह्मासँग सम्बन्धित गरिएको पाइन्छ। यी देवीलाई तिनै महाशक्ति मध्ये एक शक्तिको रूपमा पूजिन्छ।
यसरी पौराणिक ग्रन्थहरूमा सरस्वतीलाई विशेष महत्त्व दिँदै ब्रह्मा र विष्णुको शक्तिको रूपमा चित्रण गरिएको पाइन्छ। बौद्ध र जैन धर्ममा पनि सरस्वतीलाई विद्या र बुद्धिको देवीको रूपमा मान्ने चलन रहिआएको छ। यस विषयमा सम्बन्धित नीतिशास्त्रहरूमा स्पष्ट रूपमा उल्लेख गरिएका छन्। बौद्ध ग्रन्थ साधनामालामा महासरस्वती, वज्रवीणा सरस्वती, वज्र शारदा आर्य सरस्वती र वज्र सरस्वतीका ध्यान, मुद्रा एवं वर्णबारे चर्चा छ। जैन धर्ममा सरस्वतीलाई स्रोत देवताको रूपमा पूजिन्छ। मथुरा, देवगढ, खजुराहो आदि जैन मन्दिरहरूमा सरस्वतीको प्राचीन सुन्दर मूर्तिहरू पाइन्छन्। यसले देवी सरस्वती शैव, वैष्णव, शाक्त, बौद्ध तथा जैन सबै धर्मका अनुयायीहरूको पूजनीय देवी भन्ने थाहा हुन्छ। प्राचीन नेपालका प्रसिद्ध राजा अंशुवर्माले श्री कलह भिमानी पदवी लिएबाट उनी सरस्वतीका भक्त भन्ने बुझिन्छ। विद्याकी देवी बागेश्वरीको मन्दिरभित्र अंशुवर्माको अभिलेख रहनुले यसलाई प्राचीन कालमा स्थापना भएको थाहा हुन्छ। लेलेमा रहेको सरस्वती कुण्ड र ज्ञान कुण्ड तथा फर्पिङ शेष नारायण स्थानको सरस्वती कुण्डमा श्री पञ्चमीको दिन लाग्ने मेला आदिले नेपाली समाजमा सरस्वती पूजाको परम्परा धेरै पहिलेदेखि भएको इङ्गित गर्दछ। उपत्यकाभित्रका सरस्वती मन्दिरहरूमा देवपाटन स्थित जय बागेश्वरी मन्दिर पनि उल्लेखनीय छ। सो मन्दिरमा अंशुवर्माकालीन अभिलेख प्राप्त भएको छ। अभिलेखको आधारमा लिच्छवी कालदेखि नै जय बागेश्वरीको महत्त्व रहिआएको थाहा हुन्छ। जय बागेश्वरीलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतिरूप पनि मानिन्छ। यिनको दैनिक पूजा उपासना तीनवटै देवी समाहित भएको त्रिमहाशक्तिको रूपमा गर्ने परम्परा छ। यस वास्तविकतालाई मन्दिरको तोरणमा रहेको देवी मूर्तिहरूको आकृतिले पनि पुष्टि गर्दछ। सो तोरणमा बायाँबाट दायाँ क्रमशः महाकाली, महालक्ष्मी र महासरस्वतीका मूर्ति उत्कीर्ण गरिएका छन्। त्यस्तै मन्दिरको तोरणमा महाकाली, महालक्ष्मी र महासरस्वती तीनवटै देवीको मूर्तिहरूमा आफ्ना आयुध सहित खड्ग धारण गरेको र सरस्वतीको मूर्तिमा हाँस वाहन आकृष्ण गरिएको आधारबाट पनि जय बागेश्वरी मञ्जुश्री नभई सरस्वती हुन् भन्ने स्पष्ट हुन्छ। उपत्यकाको अर्को प्राचीन सरस्वती मूर्ति लाजिमपाट स्थित नील सरस्वती साकुना ससुमाजु हो। यसलाई शिवदेवकालीन मानिएको छ। ललितपुर टङ्गल टोलको सम्भङ्ग मुद्रामा उभिएकी वीणा, पुस्तक, कमण्डलो धारणा गरेकी सरस्वती मूर्ति पनि प्राचीन हुन्। त्यसलाई मूर्तिकलाको विशेषताको आधारमा उत्तरी लिच्छवी कालीन मानिन्छ। काठमाडौँ उपत्यकामा मल्लकालीन सरस्वतीका मूर्तिहरू पनि प्रशस्त छन्। फर्पिङ कमलपोखरी पाटी स्थित नेपाल सम्वत 312 को मूर्तिलाई मध्यकालको सबैभन्दा पुरानो सरस्वती मानिन्छ। ललितपुर बालकुमारी, बज्रबाराही, चापागाउँ, हरिसिद्धि र कीर्तिपुरका सरस्वती मूर्तिहरू पनि त्यत्तिकै उल्लेखनीय छ। भक्तपुरको हनुमान घाट, दुधपाटी, सल्लाघारी तथा सुकुल ढोका टोल स्थित भीमसेन मन्दिरको प्राङ्गणमा रहेको सरस्वती प्रतिमाहरू त्यत्ति नै चर्चित छन्। काठमाडौँका सरस्वती प्रतिमाहरू कमलादी गणेशस्थान, नक्साल भगवती, साथै पनौती, हाँडी गाउँ, साखु वज्र योगिनी, बुढा नीलकण्ठका सरस्वती मूर्ति र सिमरौनगढबाट ल्याएको विष्णु मूर्ति सहितको सरस्वती पनि यहाँ उल्लेख गर्न सकिन्छ। यसरी काठमाडौँ उपत्यकाभित्र ठुलो सङ्ख्यामा सरस्वतीका मूर्तिहरू हुनाले समाजमा यस देवीको महत्त्वलाई प्रस्ट्याउँछ। नेपालमा ईश्वर भक्तिको परम्परा प्राचीन कालदेखि चल्दै आएको हो। यहाँका महत्त्वपूर्ण हिन्दू र बौद्ध दुवै सम्प्रदायले आफूले पूजा गर्ने छुट्टा छुट्टै देवी देवताहरू छन्। हिन्दू सम्प्रदायमा सरस्वतीलाई वैदिक देवी मानिन्छ। शैव, वैष्णव, शाक्त सबै धर्ममा यिनको त्यत्तिकै महत्त्व छ। चन्द्रपात्र अनुसार माघ शुक्ल पञ्चमी यानि कि वसन्त पञ्चमीको नामबाट प्रख्यात एक विशेष दिन श्री पञ्चमीको संक्षिप्त जानकारी यहाँहरूको माझमा प्रस्तुत गऱ्यौँ। तपाईँलाई आजको यो विशेष श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्ट मार्फत उल्लेख गर्न नभुल्नुहोला। यहाँको सकारात्मक सुझावले अवश्य पनि हामीलाई थप हौसला मिल्ने नै छ। अर्को श्रृङ्खलामा पुनः अन्य धार्मिक एवं हाम्रा सांस्कृतिक पर्वको बारेमा जानकारी लिएर आउने नै छु। च्यानल सब्सक्राइब गर्न छुट्नु भएको छ भने कृपया सब्सक्राइबको लागि अनुरोध गर्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम सञ्चालक नवीन दाहाल छुट्टिन्छु। हाम्रो मौलिक धर्म र संस्कृतिको संरक्षण गरौँ। नमस्कार।